नेपाल टी20 विश्वकपको सबैभन्दा कठिन ग्रुप अफ डेथमा छ। तर थाहा छ, हाम्रो सबैभन्दा ठूलो चुनौती विपक्षी टिम मात्र होइन, चुनौती त त्यो 22 गजको पिच हो। हो, यही हो आजको हाम्रो मुख्य प्रश्न। एउटा यस्तो पिच जुन बलरका लागि चिहान जस्तै हो, त्यहाँ नेपालले कसरी जित्न सक्छ? साँच्चै यही चुनौतीले नै विश्वकपमा हाम्रो यात्रा कस्तो हुन्छ भन्ने कुरा तय गर्नेछ। ल, अब कुरा गरौँ त्यो चुनौतीको। वानखेडेको पिच। यो कुनै साधारण पिच होइन, यो त ब्याट्सम्यानहरूको लागि स्वर्ग हो। यहाँको रातो माटोको पिचले खेलको पुरै समीकरण नै बदलिदिन्छ र यही कुरा नेपालको लागि सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ। यहाँ हेर्नुस् त, कति फरक छ। यो तुलनाले सबै कुरा छर्लङ्ग पार्छ। एकातिर छ नेपालको शक्ति जुन हो स्पिन बोलिङ, अर्कोतिर छ वानखेडेको वास्तविकता जहाँ पेस बोलरहरूले राज गर्छन्। हाम्रो बल ढिलो पिचमा चल्छ, तर त्यहाँको पिचमा त बाउन्स र क्यारी छ। मतलब हाम्रो शक्ति र पिचको माग ठ्याक्कै उल्टो छ। अनि यदि अझै पनि शङ्का छ भने यो आँकडा हेर्नुहोस्। कुरा एकदमै साफ छ। वानखेडेमा खसेका कुल विकेटमध्ये लगभग 70% त पेस बलरले नै लिन्छन्। सोच्नुस् त, यसको सिधा मतलब के हो भने हाम्रो जुन मुख्य हतियार छ स्पिन बोलिङ, त्यो त्यहाँ खासै चल्दैन। 190 रन टी20मा यो ठुलै स्कोर हो होइन र? तर वानखेडेमा यहाँ 190 को स्कोर पनि सुरक्षित मानिँदैन। मतलब डिफेन्स गरेर बस्ने त कुनै चान्सै छैन। यहाँ त रनको वर्षा हुन्छ र दबाव हरेक बलमा। तर हरेक समस्याको एउटा समाधान हुन्छ र नेपालले पनि आफ्नो समाधान खोजेको छ। त्यो समाधानको नाम हो इयान हार्वे, एक पूर्व अस्ट्रेलियन विश्वकप विजेता जसलाई नेपालले रणनीतिक रूपमा टिममा ल्याएको छ। 425 हो, 425 यो एउटा नम्बरले नै इयान हार्वे को हुन् भन्ने कुरा बताउँछ। फर्स्ट क्लास क्रिकेटमा यति धेरै विकेट लिनु भनेको यो चान्सुने कुरा होइन। यसले उनको अनुभव र कौशलताको गहिराई देखाउँछ। र उनी सिर्फ एक बलर मात्र थिएनन्। यहाँ हेर्नुस् न, उनको करियर कस्तो थियो। ब्याट होस् या बल, दुवैमा उनको दखल थियो। फर्स्ट क्लासमा 84 से भन्दा बढी रन, अनि टी20मा त झन् लगभग 150 को स्ट्राइक रेटमा 1470 रन, शतक समेत। मतलब उनी एक कम्प्लिट क्रिकेटर थिए जसलाई खेलको हरेक पक्षको गहिरो ज्ञान छ। ल, अब अलिक गहिराईमा जाउँ। के कुराले हार्वेलाई नेपालको लागि यति महत्त्वपूर्ण बनाउँछ त? उनको बलिङ शैलीको कुरा गरौँ। यो भनाइ एकदमै सठिक छ। हार्वे कहिले पनि एकदमै तीव्र गतिले बल फाल्ने बलर थिएनन्। उनको हतियार गति होइन, दिमाग थियो। उनी यस्ता बलर थिए जसले ब्याट्सम्यानलाई आफ्नो चतुर्याई र रणनीतिले फसाउँथे। अनि उनको त्यही दिमागको उपज हुन् यी विशेषताहरू। डेथ बलिङका त उनी पायोनियर नै मानिन्छन्। उनको भ्रामक भेरिएसन, स्लोअर बल र रणनीतिक सटिकता। टी20 क्रिकेटमा जहाँ अन्तिम ओभरले नै खेल जित वा हार तय गर्छ, यस्तो सिपभन्दा ठूलो हतियार अरू के हुन सक्छ र? र उनले नेपाली बलरहरूलाई दिएको फर्मुला पनि एकदमै स्पष्ट छ। 2 चरणको आक्रमण योजना। सुरुको 6 ओभर पावर प्लेमा कुनै भेरिएसन चलाउनु पर्दैन। एकदमै कडा लाइन र लेन्थमा बल फालेर ब्याट्सम्यानमाथि दबाव बनाउने। अनि अन्तिम 4 ओभर यानि डेथ ओभर्समा बल्ल आफ्नो सबै हतियार निकाल्ने। स्लोवर बल, कटर, विभिन्न एंगल, ब्याट्सम्यानलाई पुरै धोका दिने। तर हार्वेले बलिङको सिप मात्र लिएर आएका छैनन्। उनले त्योभन्दा पनि महत्त्वपूर्ण कुरा लिएर आएका छन्, त्यो हो अस्ट्रेलियन मानसिकता। अब यो अस्ट्रेलियन मानसिकता भनेको के हो त? यो भनेको एक किसिमको संस्कृति हो जसमा व्यावसायिकता, निरन्तर आक्रामकता र जस्तोसुकै दबावको खेलमा पनि नडगमगाउने स्वभाव हुन्छ। सायद हाम्रा हेड कोच स्टुअर्ट लले पनि यही सोचेर आफ्नो देशको अर्को एक अनुभवी खेलाडीलाई टिममा ल्याएका होलान्। यो मानसिकताले टिममा एक किसिमको आत्मविश्वास र प्रोफेसनलिजम भर्छ। यसको फाइदा त देखिसकेको छ। पहिलो कुरा, हार्वे आएपछि हेड कोच स्टुअर्ट लको टाउको दुखाइ अलि कम भएको छ, जसले गर्दा उहाँले ब्याटिङमा पूरा ध्यान दिन पाउनुहुन्छ। दोस्रो, टिममा व्यावसायिकता र इमान्दारीको स्तर बढेको छ। अनि तेस्रो, 2003 को विश्वकप विजेता टिमको अनुभव पनि त सँगै आयो। 2 अस्ट्रेलियन कोच बीचको यो साझेदारीले टिमलाई एउटा बलियो रणनीतिक आधार दिएको छ। त्यसो भए अब अन्तिम प्रश्न, के साँच्चै एकजना व्यक्तिले सबै कुरा बदल्न सक्छ त? हार्वेको प्रभाव कस्तो होला? विश्वकपलाई अब एउटा नयाँ आशाले हेरौँ। हार्वेको यो छोटो उपस्थितिले पनि धेरै कुरामा फरक पार्न सक्छ। जस्तै हाम्रो डेथ बलिङको रणनीति पक्कै सुध्रिनेछ। पावर हिटिङ गर्ने टिमहरू विरुद्ध कसरी खेल्ने भन्ने योजना बन्नेछ।
गुलसन झा जस्ता हाम्रा युवा पेसर र अलराउन्डरहरूले धेरै कुरा सिक्नेछन् र सबैभन्दा महत्त्वपूर्ण ठूला खेलहरू खेल्ने मानसिकतामा पूरै टिमलाई नै फाइदा पुग्नेछ। तर एउटा कुरा बिर्सिनु हुँदैन, योजना बनाउनु एउटा कुरा हो, तर त्यसलाई दबावमा मैदानमा उतार्नु बिल्कुल भिन्नै कुरा हो। सबैभन्दा ठूलो चुनौती अब यही हो, यो छोटो समयमा सिकेका कुराहरूलाई विश्वकप जस्तो ठूलो मञ्चमा लागू गर्न सक्नु। तर जे भए पनि एउटा सही हतियार अब हाम्रो साथमा छ। त्यसो भए के यो नेपालको जायन्ट किलिङ दिनहरूको सुरुवात हो त? यो प्रश्नले साँच्चै उत्साहित बनाउँछ। सही रणनीति र विशेषज्ञता साथमा लिएर नेपालले ग्रुप अफ डेथमा केही ठूलै उलटफेर गर्न सक्छ। सबैजना यो प्रतियोगिताको लागि तयार छन् र नेपालको खेल हेर्न साँच्चै नै मजा आउनेछ।